यताबाट तिमी लाइभ गर लाइभ गर्छौ भिडियो लाइभ गर्नु एउटा हजुरको मोबाइल यो बाटो उसले कहाँ छ सुरत मोबाइल त मैले 10 मिनेट छैन भिडियो ल्याउन मोबाइलबाट लाइभ गरिरहेछ तिमी मोबाइल अब खास गरी उनीहरूले सबको एउटा सङ्घर्षले नागरिकताविहीन नागरिकहरूले अब नागरिकता पाउने आशा जागेको थियो र वर्तमान सरकार र सुशीला कार्की नेतृत्वको सरकारले नागरिकताविहीन जनतालाई नागरिकता दिएर नेपालको नागरिकता संरक्षण सङ्ग्राम गर्नुपर्छ भन्ने पक्षमा हाम्रो सुझाव दबाब आग्रह अनुरोध छ। देशमा नागरिकहरू अनागरिक भएर बस्नुपर्ने अवस्था नआओस्, जनताले नागरिकता पाओस्। नागरिकता पाउनुपर्छ भन्ने एउटा अभियानको नेतृत्व गर्नुभयो। मलाई सहयोग गरौँ, समर्थन गरौँ, मलाई साथ दिउँ र एउटा विधेयक दुईजना आउँदैछ नागरिकता नियमावली छिटोभन्दा छिटो मन्त्रीपरिषदबाट पारित गर्न छ नि उहाँले आग्रह गर्नुभएको छ। त्यसलाई चाहिँ अब कार्यान्वयनमा पनि ल्याउनुपर्छ। पछाडि बस्नु अब जस्तो तपाईँ त लामो समयदेखि टेलिभिजनबाट पनि यो मुद्दा उठाइराख्नु भएको छ होइन, यो नागरिकताविहीन अनागरिकहरूले नागरिकता पाउनुपर्छ भनेर तपाईँले बारम्बार विरोध क्लबदेखि आवाज उठाइराख्नु भएको छ। अब जसरी आफ्नै देशका नागरिकहरू त्यसरी सडकमा आफ्नो अधिकार मागिरहँदा तपाईँको एउटा नेपालको वरिष्ठ पत्रकार लामो सङ्घर्ष इतिहास छ तपाईँको, अनि तपाईँले कसरी निहाल्नु भएको छ मुद्दालाई? होइन, यो मुद्दालाई मैले राष्ट्रिय एजेन्डा बनाउनु पर्छ, सबै पक्षलाई जवाब दिनुपर्छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याललाई म भन्न चाहन्छु, अब यो नियमावली छिटोभन्दा छिटो मन्त्री परिषदबाट पारित गराउनु पर्यो र कार्यान्वयन गराउनु पर्यो र नागरिकता दिनु पर्यो। नेपालको संविधान 2072 को धारा 10 र 11 संशोधन गरी तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्छ होइन। र आजको दिनमा जस्तो अब यहाँ दुईजना व्यक्तिको कुरा गर्न चाहन्छु। यही अभियानमा हाम्रो देशमा शहीद भएका स्वर्गीय अन्जु थारू र बाबु कान्छा थारू साथै राजीव राई, आमोद झा र निरज झालाई न्याय दिनुपर्छ। उहाँहरू नागरिकता नपाएर नागरिकता नपाएर उहाँहरूको मृत्युवरण गर्नुपर्छ। यसको जिम्मा सरकारले लिनुपर्छै पर्छ, सरकारले लिनुपर्छ। सरकारको दायित्व र जिम्मेवारी हो। अब विगतको सरकारले त काम गरेन होइन, काङ्ग्रेस एमाले गराउने सरकारले जसरी काम गर्नुपर्छ छिटोभन्दा छिटो समस्या समाधान गरिदिनुपर्छ गरेनन्। अब वर्तमान सरकारले गर्नुपर्छ, वर्तमान सरकार गम्भीर हुनुपर्छ। र म इन्द्रजी सबिजीलाई भन्न चाहन्छु, यो एजेन्डा सबै नेपालीको, हाम्रो पनि हो, तपाईँको पनि हो, मेरो पनि हो, सरकारको, राजनीतिक दल, नागरिक समाज, विभिन्न तहका सबैको हामी सबै मिलेर समस्या समाधान गर्न पहल गर्नुपर्छ। आजको आवश्यकता भनेको नागरिकताविहीनहरूलाई नागरिकता दिने र देशका सबै नागरिकता पाउनुपर्छ। मलाई बिहानदेखि बेलुकासम्म 24 घन्टा बोल्न तयार छ, रिपोर्टर्स गर्न बहस गर्न तयार छ, प्राइम टाइम टेलिभिजनको जनता बहस गरेर राज्यलाई घचघचाउन दबाब दिन तयार छ। र बिहान रेडियोमा नेपाली भाषामा बोलेर यो एजेन्डा कार्यान्वयन गर्नको लागि ऋषिको मलाई जहिले पनि तपाईँहरूको साथमा रहन्छ। ऋषिजी जस्तो अब तपाईँले भन्नुभयो नागरिकताको विषयमा हामी आम नेपाली बुझ्न आवश्यक छ, जुट्न आवश्यक छ अनागरिक तर सरकारले राजनीतिकरण गर्यो के हुन्छ त सर? यसमा पनि राजनीतिकरण भयो रे पावर र नेपाली भनेर नागरिकता पायो भने के हुन्छ होइन? यहाँ धेरै भइरहेछ नि त सर। सुन्नु है, हामी चेन्जी घाइतेहरू हो, हाम्रो नाममा पनि युज धेरै भइरहेछ नि त, त्यो चाहिँ हुनु भएन होइन। नेपालीले मात्रै नेपालीले त 100% नै नागरिकता पाउँछ नि त होइन, नेपाली नागरिकले मात्रै पाउनुपर्छ। त्यही त नेपाली नागरिकले 100% नागरिकता पनि पाउँछ होइन, पाउनु पर्यो। बिहारीहरूले यस्तो घुसपेट भएर अब तराईबाट हामी नेपालीहरू सबै नेपालीहरू छ, बिहारीले चाहिँ घुसपेट गरेर उसले नागरिकता पाउनु हुँदैन। धेरै जस्तो बिहारीले नागरिकता पाइसकेको छ। नेपाली नागरिकता उहाँले भन्नुभयो प्रतिनिधित्व गरेर सरकारमा जानु भएको छ अन्तरिम सरकारको रूपमा, उहाँलाई तपाईँ के भन्नुहुन्छ? हामी चेन्जीहरू हो, घाइतेहरू हो, हाम्रो नाममा धेरै मेरो वर्तमान सरकारलाई जेएनजीको सरकारलाई जनविद्रोह पछि बनेको सरकारलाई जसको जनताको एजेन्डा बोक्यो, जनताको चाहना अनुसार काम गर्नुपर्छ होइन, जनताहरूको समस्या समाधान गर्नुपर्छ। आज जनताहरू पीडाअनुसार समस्या हुन्छ, हरेक क्षेत्रमा समस्या आइरहेको छ, त्यसलाई दीर्घकालीन समाधान उहाँ नेपालीहरू हुन्छ, उहाँ कलकत्तामा अर्को बिहारीले नागरिकता पाइदियो भने त्यहाँ के हुन्छ? सरकारले
यो समस्याको समाधानको लागि अब छिटोभन्दा छिटो पहल गर्नु हामी सबैले सहयोग गरौँ र मेरो भनाइ के छ नेपाली नागरिकले त्यसमा प्रतिबद्ध छु म नेपालीलाई साथ दिन चाहन्छु नेपाली नागरिक आजको दिनमा चाहिँ दुर्योग अब यहाँले भने जस्तो अरू देशका अन्य देशका नागरिकले नेपालमा कुनै तौरबाट त्यसै नागरिकता लियो भने त्यसको प्रतिवाद गर्न हामी तयार छौँ जो कि यही देशका नागरिकले नागरिकता नपाइरहँदा गरिराखेको छ सरकारले जिम्मेवारी गर्न सक्छ अहिले अब सरकार किन सकेन जुन मान्य लिएर आयो सरकारको उत्तरदायित्व र जिम्मेवारी के हो भन्दाखेरि सरकारले अब नागरिकता समस्या गर्ने काम त छ सरकारको दायित्व जिम्मेवारी तर सरकारले आजको दिनमा पहिलो प्राथमिकता के भन्दाखेरि निर्वाचन भइसकेको होइन नागरिकता नियम भनेको तत्काल छ नि अगाडि बढाउनुपर्छ त्यसलाई अगाडि बढाउनु छैन किन भन्दाखेरि यो नियमावली अगाडि बढाएर यसलाई कानुन बनाएर जो मान्छेले नागरिकता पाएका छन् नागरिकता दिलाएर चुनावमा लिएर जान्छ चुनावमा सबै मतदान गर्न पाउनु नेपाली नागरिकहरू छ नि जसले नागरिकता पाएको छैन उनीहरूले नागरिकता पाएर मतदान गर्न पाउनु मैले एउटा कुरा यहाँलाई थपिहालेँ नेपाल सरकारले के भन्छ भने मधेसको नाखा मिचिँदै गर्दा तराईका नाखाहरू मिचिँदै गर्दा त्यहाँ हाम्रा मधेसी जनता छ भन्छ क्या सरकारले अनि मधेसकै जनताहरू अनागरिक भइरहँदा किन बोल्दैन अब हेर्नुहोस् हाम्रो देशमा नागरिकता